काट्न तयार भएपछि अनि उतापट्टि वसुदेव जब जुरुक्क उठेर आफ्नो जब रथबाट ओर्लेर जेठानलाई दुई हात जोडेर नारायण गर्छन् नमस्कार बेला गर्छन् नमस्कार तपाईं जस्तो महापुरुषले अहिले भर्खर भोको बसेर कन्यादान दिएर भर्खर टोलीमा हालेर तपाईँले यहाँसम्म ल्याएको यो विमानमा बाट ओह्रालेर तपाईँलाई बहिनीलाई काट्न माया लाग्दैन के हो तपाईँलाई के कसो भो नारायण मलाई बताइदेऊ मलाई बताइदेऊ